हेलो साथीहरु, अहिले मसँग एउटा फोन छ Samsung A2 A127 जसमा प्रब्लम छ कि ग्राफिक ओके छ बट लाइट आइरहेको छैन। सो यसमा तपाईलाई म हेराउँछु कि स्टेप बाइ स्टेप कसरी डायग्नोज गर्ने कि फल्ट कहाँबाट छ भनेर। सो अहिले म फोनलाई अन गर्छु। फोन अन भयो, भाइब्रेट गर्यो। तपाई एकदम नोटिस गर्नुभयो भने, एकदम केयरफुली नोटिस गर्नुभयो भने तपाईलाई Samsung Galaxy जस्तै कि हल्का तपाईलाई भिजिबल भइरहेको होला Samsung जस्तो यहाँ तपाई नोटिस गर्नुभयो भने यहाँ MSUNG ठीक छ। सो यो ग्राफिक के छ त, ग्राफिक यसको ओके छ, तपाई यहाँ हेर्न सक्नुहुन्छ ग्राफिक आइरहेछ। सो यसमा के प्रब्लम छ भने लाइटको। अब लाइटको फल्ट छ भने कसरी डायग्नोज गर्ने? सबैभन्दा पहिला म यसको के गर्छु, ब्याट्री डिस्कनेक्ट गरे र म सबैभन्दा पहिला यसको जीआर लिन्छु। कुन जीआर लिन्छु? एलईडी एनोड लाइनको जीआर लिन्छु। ठीक छ। सो तपाई यहाँ मल्टिमिटरलाई डायोड मोडमा राखे र म जीआर लिन्छु तपाईको एलईडी एनोड लाइनको। सबैभन्दा पहिला एलईडी एनोड लाइनको 16 नम्बरमा हामीलाई जीआर लिनु पर्छ। सो 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 यहाँ तपाई हेर्न सक्नुहुन्छ मल्टिमिटरमा जीआर तपाईको यो 200 प्लस हुनुपर्ने, तर यो के जीआर आइरहेछ 006, यानी कि यो लाइन हाम्रो के छ, सर्ट छ। यो लाइन सर्ट छ। यहाँ जीआर 200 प्लस हुनुपर्ने तर 006 आइरहेछ। सो अब यसको हामी लाइट सेक्सनमा काम गर्नुपर्छ। सो म यहाँ ड्रिलरको हेल्पले जुन टुलले हामी सीपीयू ड्रिल गर्छौं त्यो सीपीयू ड्रिलरको हेल्पले हामी यो सिल्ड काट्छु। सो साथीहरु, तपाई यहाँ हेर्न सक्नुहुन्छ चाहिने जति सिल्ड म यहाँबाट काटिसकेछु र अब तपाई यहाँ ध्यान दिनुभयो भने डायोड यहाँ जलिसकेछ। डायोड जुन छ त्यो डायोड यहाँ जलिसकेछ। सो हामीलाई डायोड र बुस्ट कोइल र यसको क्यापेसिटर जुन कि 35 भोल्टेजको हुन्छ, 35 भोल्टेजको, त्यो सबै चेन्ज गर्नुपर्छ। त्यो सबै चेन्ज गरेर हामी हेरौं कि यसमा हाम्रो लाइटको प्रब्लम सोल्भ भयो कि नै। तपाई यहाँ नोटिस गर्नुभयो भने यहाँ हेर्नु डायोड जलिसकेछ र यहाँ जीआर चेक गर्छु। यहाँ हेर्नु जीआर एक साइड त ग्राउन्ड हुन्छ, प्यारललमा लागेको हुन्छ र यहाँ हेर्नु 006 आइरहेछ। यो डायोडमा कति आइरहेछ हुन सक्छ मेबी कि लाइट आइसी पनि यसको सर्ट हुन सक्छ, किनभने यहाँ कति जीआर आइरहेछ 140। यो डायोड पहिला निकाल्छु अनि त्यसपछि हामीलाई जीआर थाहा लाग्छ। डायोड र त्यो दुईटै क्याप निकाल्छु। क्याप पनि दुईटै निकाल्नु पर्यो। यो डायोड टोटली जलिसकेछ। स्मेल पनि आइरहेछ डायोडबाट। डायोड निकालिसके। अब क्यापेसिटर पनि निकालिसके। अब एकपल्ट जीआर चेक गर्छु। अब तपाई यहाँ हेर्न सक्नुहुन्छ जीआर हाम्रो 400 प्लस भइसक्यो। कति भइसक्यो? 400 प्लस। र यहाँ बुस्ट भीपीएच जीआर चेक गर्छु। यसले बोर्ड अलि हैन धेरै हिट छ, त्यही भएर चाहिँ यो जीआर लो छ भीपीएच को। यो हिट डायोड यदि जल्यो भने के हुन्छ भने यो कोइल पनि हाम्रो बुस्ट कोइल जुन हुन्छ त्यो पनि हाम्रो के भइहाल्छ, लिकेज भइहाल्छ। सो यो बुस्ट कोइल पनि सकेसम्म फेर्नु पर्छ। 301 जीआर आइरहेछ अहिले।
र यो साइडको पनि हामीलाई लिनुपर्ने, बट यो मल्टिमिटरको वायर त्यहाँसम्म जाँदैन। सो कट्टरको हेल्पले हामी हल्का कोइलको माथिको भाग हल्का फुट्यो, त्यसले फरक पर्दैन। जिआर हाम्रो दुईटै साइड सेम हुनु पर्यो, कोइल लिकेज हुनु भएन। ठीक छ। सो तपाईँ यहाँ जिआर कति छ 343 343 यो साइड 345। ठिक छ। बुस्ट कोइल हामीलाई चेन्ज गर्नु पर्दैन, हामी चेन्ज गर्छौँ यसको डायोड र आईसी को के कन्डिसन छ। आईसी रेयर केसमा जान्छ, आईसी त तपाईको एकदम रेयर केसमा खराब हुने हो आईसी धेरै, तर यो जल्लेको कन्डिसन छ। मेबी हुन सक्छ कि आईसी पनि खराब हुन सक्छ, बट रेयर चान्स छ, हुन सक्छ। म्याक्सिमम चान्स हुन्छ कि आईसी तपाईको सेफ होला। सो हल्का म यसलाई टेम्परेचर डाउन गरिदिन्छु। अब अर्को बोर्डबाट मसँग स्क्रैप बोर्ड छ कुनै अर्को मोडलको। अर्को मोडल त के स्यामसङ A125, त्यसबाट डायोड निकाल्छु, स्क्रैप बोर्ड हो यो। र फेरि म यही बोर्डबाट क्यापेसिटर पनि निकाल्छु। र डायोड जहिले पनि तपाईँ लगाउनु हुनुहुन्छ, यो प्लस माइनस हेरेर तपाईँले लगाउनुपर्छ डायोड। यसको इनपुटमा प्लस हुनु पर्यो र आउटपुटमा माइनस। अब पालो क्यापेसिटरको। सो त्यही बोर्डबाट हामी जुन बोर्डबाट डायोड निकाले त्यही बोर्डबाट क्यापेसिटर पनि निकाल्नु पर्छ। र यहाँ तपाईँ हेर्न सक्नुहुन्छ, यहाँ दुईवटा क्यापेसिटर छ। यो दुईटै क्यापेसिटर निकालेर त्यहाँ लगाउनु छ। यो एक आपसमा अट्याच भए पनि केही फरक पर्दैन, किनभने सेम लाइनको छ। अब हामी बोर्ड ठन्डा भएपछि यसको जिआर चेक गर्छौँ र त्यसपछि जिआर ओके भएपछि हामी लाइट चेक गर्ने, लाइट हाम्रो आयो कि नै। अब चाहिँ जिआर चेक गर्छौँ। जिआर एक साइड ग्राउन्ड हुन्छ, तपाईँ यहाँ हेर्न सक्नुहुन्छ। एक साइड यहाँ हेर्नु 400 प्लस ओके छ, ओके छ, ओके छ। सो अब हामी यसलाई बोर्डमा लगाएर यहाँ तपाईँलाई यहाँ हेराउँछु कि यसको लाइट आयो कि नै। लाइट आएन भने बुस्ट कोइल पनि फेर्नुपर्छ, त्यसपछि फेरि त्यही पनि लाइट आएन भने लाइट आइसी। बोर्ड अलिक हिट नै छ, सो एकछिन हामी वेट गरौँ। डिस्प्ले कनेक्टर लगाइसके। अब ब्याट्री अनि पावर की र फोनलाई गर्छु अब अन। ग्राफिक आयो बट लाइट आएन। सेम स्टिल सेम छ, ग्राफिक आइसक्यो बट लाइट छैन। फोन अन भयो तर लाइट छैन। तपाईँ यहाँ फेरि नोटिस गर्नु भने फेरि यहाँ हेर्न सक्नुहुन्छ। सो बुस्ट कोइल पनि फेर्छौँ हामी।
बुस्ट कोइल यसको भ्यालु कम भइहाल्छ, के भइहाल्छ भ्यालु। फेरि यसलाई बोर्डमा लगाउँछु अनि चेक गर्छु यहाँ। फ्रेममा लगाए, डिस्प्ले कनेक्टर लगाए। अब यसको तपाईँ यहाँ हेर्न सक्नुहुन्छ लाइट हाम्रो आइसकेछ। यहाँ पहिलाको स्यामसङ र अबको स्यामसङ फरक तपाईँ यहाँ हेर्न सक्नुहुन्छ। लाइट हाम्रो आइसकेछ। सो स्टेप बाई स्टेप तपाईँलाई काम गर्नुपर्छ। यदि तपाईँ डाइरेक्टै अहिले आइसी फेर्थे भने त्यही पनि हाम्रो प्रब्लम सेम रहन्थ्यो। फर्स्टमा हामी के गरे, जिआर चेक गरे र जिआर चेक गरिसकेपछि लाइट सेक्सनको मात्रै सिल्ड काटे, जति हामीलाई काट्नुपर्ने जतिको काम थियो। अनि त्यसपछि तपाईँ यहाँ हेर्न सक्नुहुन्छ कि यति मात्रै सिल्ड हटाए, क्यापेसिटर, डायोड र बुस्ट कोइल पुरै सर्किटै नै आइसी बाहेक सबै सर्किट चेन्ज गरिदिए। सो यसरी तपाईँ पनि स्टेप बाई स्टेप काम गर्न सक्नुहुन्छ। फेरि हामी भेट्नेछौँ कुनै अर्को भिडियोमा अर्को फोल्टको साथ। सो आजको लागि यति नै। थ्याङ्क यू एभ्रिवान।